यस्तो चिसो हावा आउने के तल हप हप गर्मी छ बाटो रोड जस्तो ल पिच रोड रे आमा पिच रोड यो सरकारी कागजमा पिच रोड रे मुस्ताङ जाने रेल भनेको छ अनि कहाँ यता मुस्ताङ जाने रेलमा होरेतिर गुडिरहेछ गएर रहेछ पुरै हालिदिएको त पुरै झम्मै पसिरह्यो हेलो गाइज नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा आज चाहिँ म मेरो यो जुन टेस्ट बाइकको अफ रोड टेस्ट गर्न गइरहेको छु। यो चाहिँ कहाँनिर भन्नुहुन्छ भने ठ्याक्कै तपाईँको दाङदेखि हाम्रो होलेरी जाने बाटोमा हो। अनि यो बाइकको चाहिँ अघिल्लो भिडियोको मैले रिभ्यू पनि राखेको थिएँ होइन, सेकेन्ड सर्भिस भनेर। अनि त्यो भिडियोमा हेरेर मेरो साथीहरूले चाहिँ यो बाइकको चाहिँ अफ रोड टेस्ट पनि गरिदिउँ न भनेर एकचोटि भन्नुभएको छ होइन। र म यो टेस्ट गर्न गइरहेको छु। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ माथि सिनमा माथि डाँडासम्म म लान्छु होइन, त्यहाँसम्म छ। अनि हुन चाहिँ यो टेस्ट गर्नुभन्दा अगाडि म तपाईँलाई दुईवटा कुरा चाहिँ भन्न चाहन्छु होइन। यो चाहिँ तपाईँहरूले रिभ्यू हेर्नुभन्दा अगाडि चाहिँ के माइन्डमा चाहिँ के क्यालकुलेसन राख्नुहोस् भने यो चाहिँ तपाईँको 125 सीसीको मात्रै हो होइन। त्यस कारणले यो चाहिँ 390 जस्तो 400 बाइक जस्तो हेभी सीसी जस्तो बाइक चाहिँ यो होइन। अनि त्यसैको अनुसार तपाईँहरूले चाहिँ यसको पिकअप अनि त्यही अनुसारको यसको पावर खोज्नु भएको छ भने चाहिँ यो बाइकमा अलिकति नान्साफी जस्तो हुन्छ होइन। अनि अर्को कुरा चाहिँ म कुनै त्यस्तो प्रोफेसनल राइडर पनि होइन होइन, त्यही भएर एकदम त्यो तपाईँहरूले भिडियोमा देख्नुहुन्छ नि एडभर्टाइजिङको जस्तो त्यस्तो चाहिँ एकदम स्पिड कुदाउने अनि एकदमै जाने त्यस्तो चाहिँ हुँदैन। मेरो यो भिडियोमा चाहिँ मुख्यतः दुईवटा कुरा हुन्छ। यो बाइकले चाहिँ अफ रोडमा तपाईँहरूलाई चलाउने बेलामा चाहिँ कतिको चाहिँ कम्फर्टेबल फिल गराउँछ नम्बर 1। अनि नम्बर 2 चाहिँ यसको ग्राउन्ड क्लियरेन्सहरूमा चाहिँ छुन्छ कि छुँदैन होइन, त्यस्तो हेभी छ कि छैन। अनि नम्बर 3 चाहिँ यसको टायरले तपाईँलाई चाहिँ स्लिप दिन्छ कि दिँदैन है, त्यो कुराहरूको चाहिँ म टेस्ट गराउँछु। र यो त्यहाँ देख्नु भएको छ त्यहाँसम्म चाहिँ हामी जाने हो है त। ल गाइस म त अब सुरु गरेँ है त मेरो 125 सीसीको अफ रोड बाइक टेस्ट है। ल यसको अब यसको बाइकको अफ रोड टेस्टमा यस्तो टायरहरू घिस्रिन्छ कि घिस्रिँदैन, स्लिप जान्छ कि जाँदैन। ल टिप्पर आइदिएर बस्नुपर्छ यार आफै नै, यसो त खतरा छ नि त। यसो त भर छैन, यसले त छोयो कि सकियो फेरि। ओ माई गड हे तेरी, यो त यार यस्तो हेर त पछाडि ब्याग जान्छ यार, फेरि अर्को नै आएर चाहिँ। ल कतिवटा छ बे, ओ माई गड सब थुत्रा थुत्रा छन् यार गाडीहरू पनि। कुनै मैथिरीमै आउला जस्तो गर्छ त यार। ल अब जाम है। एक गियर त एकदम स्ट्रङ छ, एक गियर त गइहाल्छ। 2 गियरदेखि स्टार्ट गर्नुपर्ने छ यार। 2 गियर चाहिँ सिङ्गल राइडरको लागि चाहिँ 2 गियर चाहिँ मस्त आन्छ। अब 3 चाहिँ हालेँ है, 3 गियरमा त अब गइहाल्छ अभियसली। यो यसको 1-2 गियर चाहिँ यो बाइक एकदमै छोटो छ कि, 1 गियर हान्ने बित्तिकै 2 गियर मागिहाल्छ यो। 3 चाहिँ यसको नर्मल हो, 3मा चाहिँ खासै त्यस्तो अफ रोड उकालोमा चाहिँ खासै गियर माग्दैन। तर पनि अलिकति हाई स्पिड भयो भने त यसले पनि खोज्छ 3 गियरले पनि। अनि यो अलिक ट्याकट्याक आवाज आइरहेको छ कि यो अघिल्लो दिनमा, यो अस्ति भर्खरै 1 गते हाम्रो विश्वकर्मा बाबाको पूजा गर्दाखेरि चाहिँ यो लगाएको थिएँ होइन। यो अलिकति हल्लिएर बजिरहेको हुन्छ क्या। अब यस्तो यो छ होइन, अब यसमा त पुरा गइहाल्छ है, टेन्सन छैन। ल योभन्दा अगाडि पनि अरू बाटोहरूमा अफ बाटो लैरहेको छु, अफ रोडतिर हिँडिरहेको छु। त्यही भएर मलाई चाहिँ एकदम फुल कन्फिडेन्स छ यो बाइकप्रति। त्यसले कुनै यस्तो धोका दिँदैन भन्ने कुरा चाहिँ म एकदमै ढुक्क छु होइन।
तै पनि साथीहरूले हेरौँ भनेर भन्नुभयो नि, त्यही भएर। ओहो पुलिस चौकी रहेछ हौ, मामा अरे चेकिङ छैन ल, मामाहरूको चाहिँ चेकिङ छैन। त्यहाँ हुन त हुँदो रहेछ तर नो चेकिङ, ठिकै छ। चेक गरे पनि केही छैन, आफूसँग लाइसेन्स छँदैछ है, डर छैन। लाइसेन्सै हुनुपर्छ हो राइडिङ गर्नुभन्दा अगाडि। आफ्नो सामानहरूको चाहिँ राम्रोसँग सुरक्षित गर्नुपर्छ है, न त हजार रुपियाँ लगाइदिइहाल्छन्। ल अब चाहिँ नागबेलिक बाटो सुरु भयो है केटा, अब चाहिँ सुरु भयो। ल यहाँबाट चाहिँ सुरु भयो। ल तिनमै छु है म, यो बाइकको 3 गियरमै छु। एकजनालाई त सिङ्गल राइड र 3 गियरमा त मजाले तान्छ। अनि त्यस्तो यो एकदम उफार्ने होइन, त्यस्तो एकदमै बत्ताउने त्यस्तो चाहिँ गर्दैन, मजाले जान्छ। त्यस्तो टेन्सन चाहिँ छैन हौ यो बाइकको, मजाले 3 गियरमा त यस्तो तान मजाले जान्छ अफरोडहरू त। ओहो यो गाडी आयो, गाडी आएर 2 गियरमा झारेको र गर्छ। ल त्यस अलि स्लो भयो भने 3 गियरमा चाहिँ अलिकति डुडु गर्ने रहेछ। यहाँ यस्तो छ यो, यही यस्तो बाटो थियो पहिला यो। ओ अगाडिको हुनुहुन्छ नि राजा, यो राजा हिँडेदेखि बाटोको माकी आँख, धुलो पनि त्यस्तै, स्वास्थ्यको हिसाबले नै खतम। हेर्नु त, ओहो त यस्तो बाटोमा हिँड्नुपर्छ यार, बाटो पनि खतम है, डेन्जर पनि एकदमै डेन्जर गराइदिएको। अब धुलो उडेर त्यस्तै धुलो खाइने यार, हत्तेरी यस्तो बाटो थियो यार पहिला, पिच बाटो हो यो, खतम गयो 4मा हानेर चाहिँ। हेत्तेरी यार पुरा उफार छ यार, 4मा त पुरा ब्रुक ब्रुक ब्रुक। पुरा मलाई त गाडीलाई ठाउँ साइडै नदिइरह्यो कि पुरा एकातिर भाग्नु पर्यो। के सोच्यो होला नि त्यो ड्राइभरले, मलाई पुरा डराएर उता गयो होला भनेर होला, त्यही कारण बाटै छोडेन सोल्टाले। तर नेपाल सरकारको फेरि फाइलमा फेरि यो बाटो फेरि पिच बाटोमा फेरि दर्ज भएको छ नि फेरि, त्यो पनि नबिर्सिनु होला है। नेपाल सरकारले गली मन्त्रीहरूले भाषण दिँदाखेरि हामीले यति किलोमिटर बाटोको पिच गऱ्यौँ भनेर गफ दिएर हुन्छ नि, यो बाटो पनि मिक चाहिँ जोडिएको छ है गाइस। तर के भने बाटो चाहिँ यस्तो छ है, ए जान्छ बाइक चाहिँ अफरोडमा पनि टेन्सन चाहिँ छैन हो। सिङ्गल राइडको लागि चाहिँ एकदमै, डबलमा चाहिँ अलिकति वेट बढी भएर अलिकति अप्ठ्यारो मान्छ। नभए त यो बाटोलाई 2 गियर 1 गियर चाहिँ हान्नु पर्दैन, एकदम एक्सट्रिम केसमा हो, नभए 2-3। अनि हातको मुभमेन्टहरू पनि खासै यो त्यस्तो उफार्ने होइन, एकदमै बत्ताउने यस्तो नाच्ने चाहिँ गर्दैन। ठिक छ यार यो बाइक चाहिँ, एक्सट्रिम अफ रोडको लागि त होइन, बाटोको लागि चाहिँ एकदम ठिक छ हो। टायर नि अलि मजाको छ नि त यसको, त्यही भएर सानो खाल्टाखुल्टीलाई त खाल्टाखुल्टीले भन्दैन नि, एकदम मजाले जान्छ, दबेर जान्छ। देश मैले एक टाइममा जुवा खेलेको कामै लाग्यो। ल हेर्न सक्नुहुन्छ है गाइस, अफ रोडमा पनि बाइक त्यस्तो अरू बाइक जस्तो
एकदम ढुङ्गा उछट्टिएर टायर बत्ताउने हैन एकदम एकातिर लाँदाखेरि एकातिर चढ्ने चाहिँ हुँदैन यसलाई ठाउँमै लान्छ भनेपछि ठाउँमै जान्छ ऊ हेर त आइ त हाल्यो यस्तो बाटो दिएर आइहाल्यो ल म कहाँ जाने भयो ल माई गड रामा 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 हेत्तेरिका ओ ल यस्तो कन्डिसनमा ब्रेक फेल भयो भने म त चटिने भइन ल 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 हेत्तेरिका ल बाटो ल हेर्नुहोस् पिच बाटो यो अब के गर्ने सरकारले अनुमति दिएपछि नचलाउनु भन्न नमिल्ने ऊ जानुहोस् 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 तपाईँहरूकै बाटो हामी त के गर्ने फिस्टा भइगयो हामी त उयो धुलो खानु त भयो तपाईँहरूकै बाटो चलाउनुहोस् मजाले धुममा चाले गर्नुहोस् कस्तो धुलो यार तेरिको धुलो त यार मास्क लाउनु पर्ने रहेछ गल्ती गर्यो यार ए भगवान् माथिसम्म पुग्दा कति माला धुलो खाइन्यो गाडी कहाँ जानेको गाडी हो यो फोकै होली हुँदै कहाँ होली बाङ आमा यार मान्छे मान्नुपर्छ यार त्यस्तो यस्तो बाटोमा माथि त अन्त टप बसेर मा कसम ओहो हेत्तेरी केटाहरूलाई मान्नुपर्छ यार हामीलाई बाइक चढाउँदा डर लाग्छ यार त्यहाँबाट त माथिबाट त पुरै भिड देखिँदो हो त यार मुना मदन रेल रोल्पा मुस्ताङ जाने रेल भनेको छ अनि कहाँ यता मुस्ताङ जाने रेलमा हो रेलतिर गुडिरहेछ मुस्ताङ जाने रेल रे होइन सोल्टाइनिरहेछ रोल्पालीमा तर कमेडी हुन्छ यार यसरी घुम्नुको मजा नि बेग्लै हुन्छ क्या सानो सानो कुराहरू क्या मजा लाग्छ यार होइन जिन्दगीको भागदौडमा यस्तो सानो सानो कुराहरूले पनि कति खुसी दिन्छ वास्तवमा दाजुहरू पुरा छतमा बसेर मलाई हेरेको छैन त गाडी त आमा यार क्लिरिक हुन्छ ड्राइभरलाई चाहिँ मान्नुपर्छ यार यस्तो बाटोमा यतिजनाको ज्यान है कति जिम्मा लिएर दौडिराख्नु भएको छ यार चलाइराख्नु भएको छ ओहो मान्नुपर्छ यार ड्राइभरलाई चाहिँ म जान्छु ल मुदा मदन सर कसम यार यस्तो छ यार प्याक छ ल दसैँको बिदा भएर होला ड्राइभरलाई चाहिँ बहुत रेस्पेक्ट गर्नुपर्छ यार यत्रो जनाको ज्यानलाई होइन पुरा जिम्मा लिएर हिँड्नु नि यार तर के गर्ने यार ड्राइभर भन्छ के गर्ने ल अब हामी यो कुन चोक हो यो चौमाया छ यो बाटो खोला हो दौडाउने हो गहिरो रहेछ यार गहिरो रहेछ यार पुरै हालिदिएको त पुरै झम्मै पसिरह्यो ल बाटो त खोला त खाल्टोले पुरै पुरिया रहेछ पो त यार तर यहाँ त कुदाउनै पर्छ यार न त हुन्न ओहो हेत्तेरी थुपार पुरै टायर त यार लचक जान्छ यार खाल्टोमा पुरै टायर पसिरह्यो कि ल सानोतिनो टायर त कहाँ धाम्छ यार पल्टिहाल्छ नि ल कस्तो मुटु सुरुङ्ग बनाउँछ यार यसो बाइक चलाउँदाखेरि मान्छेलाई कन्फिडेन्स दिन्छ है यस्तो बाटोमा पनि यार त्यस्तो खाल्टामा पर्दा पनि
टायर चाहिँ बत्ताएन, खुसीको त्यही कुरा लाग्यो मलाई चाहिँ। ल टर्निङै पुग्दैन त यार। ल म कता जाउँ अब? सुप्पा देउराली, देवी देउराली माता रक्षा गरिदेऊ। अब यस्तो त छट्टा टर्निङ हेर। ल यस्तो छ, पुग्दै पुग्दैन ला लङ रुटको ठुलो गाडीलाई त। आहा मौसम त कस्तो मजाको चिसो हावा चल्यो यार। तल कस्तो हप गर्मी थियो यार, यति आउँथ्यो कस्तो चिसो हावा भयो। वास्तवमा भन्ने हो भने त्यस्तै नेचुरल कुरामा बस्ने हो यार। ल 3 गियरमा पनि मजाले गइरहेछ है। ए टेन्सन छैन, मजाले उकालो उकालो खाल्टा खुल्टी हुन्छ नि त्यस्तो। त्यो पिकअप टुट्ने छँदै छैन। अब घुम्थ्यो त घटाउनै पर्यो। बाइकलाई चाहिँ हेर्छन् है यार, बाइक चाहिँ छ कि कसम युनिक भएर होला नि है, क्या खुसी लाग्छ। होइन अब यत्रो पैसा हालेको नि त्यहीकै लागि त यसो हेर्छ, यस्तो हेर्दैछ भन्ने हुन्छ नि त, अलिकति स्ट्याटस हुन्छ नि होइन, अलिकति लुक्स जाओस् भन्ने हुन्छ। यत्रो पैसा हालेर त्यति पनि गर्दैन भन्दा पनि बेजात भइहाल्छ नि होइन। जस हेर्छ यार यो बाइकलाई चाहिँ एकदम नौलो भएर नि होला। अर्को प्लस डेफिनेटली लुक्स त बबालै छ, त्यो पनि भएर होला। बाइक चाहिँ जो अगाडिबाट त झन् त्यही मान्छेले मात्रै होला नहेर्ने ल, नभए त बाइकलाई चाहिँ दामी लुक्स दिन्छ, खुसी लाग्छ। ल 3 गियरमा पनि हेर्नुहोस् यस्तो खाल्टा खुल्टो छ होइन, अनि पिकअप टुट्दैन यार, यस्तो मजाको छ। ल यस्तो तान्ने यो 125बाट योभन्दा कति खोज्नु हो क्या यार तपाईँ आफै भन्नुहोस् त ल होइन। ल 3 गियरमा यो यस्तो अफरोडमा ल तपाईँले नउफारिकन पिकअप नटुटाइकन लगातार मजाले तान्छ। 2 गियर 1 गियरमा जस्तो खाल्टोलाई पनि पुरा पार गरिदिन्छ। अनि यहाँभन्दा चाहिँ के खोज्नु हो? 125 सीसीको बाइक लिएर यार, मान्छेको 390 40 400 सीसीको मान्छे धोका दियो भन्छ नि यार। अन्त के खोज्नु हो? ल 3 गियर हो। ल हेर्नुहोस् यस्तो उकालो त यी न खाल्टाङ भन्छ न खुल्टुङ भन्छ, त्यही हो। आफू चाहिँ सेफ राइड भएर चलाउनु पर्यो होइन, फेरि ओभर कन्फिडेन्ट भएर फेरि हाई स्पिड पनि गर्नु भएन। म त मजाले दिइरहेछ यार, यस्तो मजाले दिइरहेछ। ल जहाँ लगाएर हाल्छु भने नि हाल्छु। ल टायर पनि अरू त्यो मैले योभन्दा 125 यही बाटो लाउँदा म कति स्लिप खाएको छु यार, मलाई थाहा छ अरे। 150 भनेर के गर्नु यो बाइकमा। ल कहाँ पनि मलाई केही त्यस्तो मैले यो बाटोमा यतातिर राख्नुपर्ने यतातिर राखेँ भनेर थाहा छैन। ल यस्तो मजाको फिल दिन्छ, पिकअपै टुट्दैन। ल 3 गियरमा हो, मजाले तान्छ यार। सिङ्गलमा त नो प्रब्लम के, सिङ्गलमा समस्या छैन गाइस। डबलमा चाहिँ 2 गियर लाउनु पर्छ, अनि एक्सट्रिम भयो भने 1 गियर। नत्र त तपाईँको सिङ्गल राइड हो। ल म त पछाडि मैले ब्याग पनि बोकेको छु अझ, लगभग 8-9 किलो त्यो ब्याग पनि छ मसँग पछाडि। मेरो वेट लगभग 65 आउँछ। ल 70 किलोको मान्छेलाई होइन। अब 4 गियरमा गइरहेको छु अहिले। यहाँभन्दा कति दियोस् यार? त्यही भएर तपाईँहरूले अफरोड पनि हेर्नुभयो गाइस। अब यहाँभन्दा कति टेस्ट लिनुहुन्छ आउनुपर्छ आफ्नो बाइकलाई। ल मजाले जान्छु, गइरहेछ। यही हो अफरोड केटा हो गाइस होइन। आहा कस्तो शीतल मौसम गरे यार, कसम
के आनन्द यार कस्तो चिसो हावा आउने के तल हप हप गर्मी छ बाटो रोड हेर्नु जस्तो ल पिच रोड रे आमा पिच रोड यो सरकारी कागजमा पिच रोड टिप्पर हिँडेर यस्तो हरिबिजोग मलाई छ कसम बिचरा गाडीमा हिँड्ने मान्छेलाई कति उफार्दो यार के गर्ने यस्तो हालत छ यार म चाहिँ ठ्याक्क दाङसीको सिमाना सकिएर रोल्पा जिल्लामा म प्रवेश गरेँ है ल त गाइस आजको लागि यति नै है मेरो यो जोन्टेस बाइकको रिभ्यू तपाईँलाई कस्तो लाग्यो यदि तपाईँहरूलाई मेरो रिभ्यूप्रति अलिकति पनि विश्वास लाग्यो मेरो रिभ्यूप्रति अलिकति भए पनि तपाईँलाई अनेस्ट लाग्यो भने प्लिज गाइस मेरो च्यानललाई लाइक एन्ड है सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला अब म यहाँबाट अलिकति माथि चाहिँ तपाईँको होलेरी बजार छ त्यो होलेरी बजारमा गएर एकछिन म आराम गर्छु अनि नास्ता सास्ता पनि खान्छु है पुरै धुलो धुलो भएर खतम भएको छु यो सब अब बाइकलाई पनि धुनु पर्ला अहिले आफूले पनि हल्का यो धुलो टकटकाउने काम गर्नु पर्ला भनेको छु र त्यति दिनसम्मको लागि आजको लागि यहीँ बिदा दिनु होला गाइस म फेरि भोलि सायद होलेरीबाट हाम्रो उता लिबाङ जाँदैछु त्यसको लागि पनि म तपाईँहरूलाई अर्को नयाँ मेरो भ्लगमा भेट्ने नै छु ओके गाइस सी यू यस्तै छ के गर्ने नेपालको बाटो